महिला डे कपमा आज नेपाल युगान्डासँग खेल्दै। युगान्डामा जारी 4 देशीय महिला T20 आई सिरिज अन्तर्गत नेपालले आफ्नो दोस्रो खेल आइतबार अर्थात् आज घरेलु टोली युगान्डासँग खेल्दैछ। नेपालको खेल दिउँसो पाउने 1 बजेदेखि युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा सुरु हुनेछ। हिजो भएको पहिलो खेलमा नेपाल नामिबियासँग 6 विकेटले पराजित भएको थियो। नेपालले दिएको 93 रनको लक्ष्य पछ्याइरहेको क्रममा वर्षाले केही समय अवरोध भएपछि खेललाई डिएलएस विधिबाट 15 ओभरमा झारिएको थियो। खेललाई 15 ओभरमा झारिएपछि लक्ष्य 71 रनको बनेको थियो भने नामिबियाले 14.5 ओभरमा 4 विकेट गुमाउँदै उक्त लक्ष्य पूरा गरेको थियो। यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपाली महिला टोलीले निर्धारित 20 ओभरमा 10 विकेट गुमाउँदै 92 रन मात्रै बनाएको थियो। नेपालले फागुन 26 गते हङकङसँग, फागुन 28 गते नामिबियासँग, फागुन 29 गते युगान्डासँग र आगामी चैत 1 गते हङकङसँग खेल्दैछ। त्यस्तै आजको पहिलो खेलमा घरेलु टोली युगान्डा र नेपाल खेल्दा दोस्रो खेलमा हङकङ र नामिबिया भिड्नेछन्। सिरिज वुमन्स डे को अवसरमा आइसिसीले आयोजना गरेको हो। त्यस्तै आइसिसीको महिला T20 आई वरियतामा नेपाल 21औं स्थानमा, हङकङ 22औं स्थानमा, युगान्डा 18औं र नामिबिया 17औं स्थानमा रहेका छन्। यी सबै खेलहरू सकिएपछि 4 मध्ये शीर्ष 2 मा रहने टोलीले फाइनल खेल खेल्नेछन् भने बाँकी 2 टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछन्। त्यस्तै नेपाली टोलीमा इन्दु वर्मा कप्तान, रुबिना छेत्री, पूजा महतो, अलिसा कुमारी यादव, बिन्दु रावल, सम्झना खड्का, ममता चौधरी, कविता जोशी, रिया शर्मा, सना प्रवीण, रोमा थापा, राजमती ऐरी, रचना चौधरी र ईश्वरी विष्ट रहेका छन्। नेपाली टोलीका कप्तान इन्दु वर्मा तथा मुख्य प्रशिक्षकले फिटनेसमा ध्यान दिएको र सिरिज आफ्नो नाममा पार्ने भन्ने धारणा व्यक्त गरेको भए तापनि सोचे अनुसारको खेल भने खेल्न सकेको छैन।